साथीहरु मुकुल ढकालको कुरा सुनाउँदा एकचोटि दोस्रो पटक सरकार बनिसकेपछि के थियो भन्दाखेरि चाहिँ उहाँले बारम्बार के भन्नुभयो भन्दाखेरि चाहिँ भारतलाई म जे पनि बुझाउनको लागि जे पनि गर्नको लागि तयार छु, मलाई प्रधानमन्त्री बन्नको लागि भारतलाई बनाऊ भनेर उहाँले मलाई पठाउनु भयो र त्यसपछि मैले त्यो कुरा कहिले पनि गर्न सकिनँ। रविजीले के भन्नुभयो भन्दै हुनुहुन्छ भने तपाईँ उपप्रधान र गृहमन्त्री एकपटक भएर दोस्रो पटक भइसके पछाडि भारतसँग म जेसुकै कुरामा सम्झौता गर्न तयार छु, मुकुलजी यस्तो लबिङ गरिदिनुहोस् कि भारतको आशीर्वादले म प्रधानमन्त्री हुन सकौं। त्यो उहाँले त्यो मलाई भन्न पठाइसकेपछि मैले तर भारतसँग कहिले पनि त्यस्तो कुरा गरिनँ। एकचोटि हामी उहाँ गृहमन्त्री भइसकेपछि एउटा होटलमा पत्रिकामा पनि आएको छ, हामीले भारतीय राजदूतावासलाई भेट्यौँ, राजदूतलाई भेट्यौँ। भारतीय राजदूतावास म रविजी, शिशिर खनाल र सोनी वाग्ले हुनुहुन्थ्यो र त्यतापट्टिबाट आफ्नो एउटा टिम पनि थियो र त्यो टिमबाट भेटिसकेपछि उहाँ जानुभयो। उहाँ गइसकेपछि तलको जुन त्यो लिफ्टबाट तल उर्लिसकेपछि त्यति बेला सोनी वाग्लेले मलाई के भन्नुभयो भन्दाखेरि चाहिँ भारतलाई नेपाल देशलाई चाहिँ भारतको राज्य बनाइदिनको लागि या भुटान स्टेट बनाइदिनको लागि एग्रिमेन्ट गरिदिने र त्यो गरिसकेपछि यिनीहरूले मान्छन् भनेर भनिसकेपछि मलाई त्यति बेला झनक्क रिस उठ्यो। तर त फेरि रविजीलाई नभएर अब फेरि सोनिमलाई पनि लतार्न खोज्छ। है, म लाइ डिटेक्सन टेस्ट दिन तयार छु, उहाँले भनेको र यो कुनै पनि प्रकारको छानबिन जानको लागि म तयार छु।